कल्पना गरौँ त आजभन्दा करिब 2500 वर्ष अघिको संसार। न आधुनिक विमान थियो न प्रविधिको चमत्कार। मानिसहरू प्रकृतिका रहस्य, जीवनका दुःख र मृत्युका प्रश्नहरूसँग सङ्घर्ष गरिरहेका थिए। समाज जात वर्ग कर्मकाण्डको घेराभित्र बाँधिएको थियो। शक्तिशालीहरू शासन गर्थे, कमजोरहरू सहन्थे। धर्मका नाममा यज्ञ र बलिहरू चलिरहेका थिए। मानिसहरू शान्तिको खोजीमा थिए, तर बाटो भेटिरहेका थिएनन्। यस्तै समयको गर्भबाट जन्मिएको थियो एउटा बालक, जसले संसारलाई तरबारले होइन विचारले जित्ने थियो, जसले राज्य होइन मानव हृदयमा शासन गर्नु थियो, जसले भगवान बन्न खोजेन तर मानव भएर मानवताको उच्चतम शिखर छोयो। ती बालक थिए सिद्धार्थ गौतम। आजको नेपालको लुम्बिनीमा वैशाख पूर्णिमाको दिन शाक्य गणराज्यका प्रमुख शुद्धोधन र रानी मायादेवीको घरमा उनको जन्म भयो। जन्मसँगै अनेक भविष्यवाणीहरू भए। ऋषि असितले बालकलाई हेरेर भनेका थिए, यो बालक या त चक्रवर्ती सम्राट बन्नेछ या त संसारलाई नयाँ बाटो देखाउने महान ज्ञानी। पिता शुद्धोधनले पहिलो भविष्यवाणी मात्र सत्य होस् भन्ने चाहन्थे। त्यसैले उनले सिद्धार्थलाई दुःख, रोग र मृत्युका दृश्यहरूबाट टाढा राखे। राजकुमारको जीवन सुख, सुविधा र विलासिताले भरिएको थियो। महलभित्र सङ्गीत थियो, नृत्य थियो, मनोरञ्जन थियो, तर बाहिरको संसारको यथार्थ उनीबाट लुकाइएको थियो। समय बित्दै गयो। सिद्धार्थ युवा भए। उनको विवाह यशोधरासँग भयो। राहुल नामका पुत्र पनि जन्मिए। हेर्दा सबै कुरा पूर्ण देखिन्थ्यो, तर भित्र कतै एउटा प्रश्नको बिउ उम्रिरहेको। एक दिन उनले महल बाहिर निस्कने इच्छा व्यक्त गरे। त्यो यात्राले उनको जीवन मात्र होइन, मानव इतिहास नै परिवर्तन गरिदियो। पहिलोपटक उनले एउटा वृद्ध मानिस देखे। झुकेको शरीर, काँपिरहेका हात, थाकेका आँखा। सिद्धार्थले सोधे, यो किन यस्तो भएको? उत्तर आयो, यो बुढौली हो। सबै मानिस एक दिन वृद्ध हुन्छन्। सिद्धार्थ स्तब्ध भए। अर्को दिन उनले रोगी देखे, पीडाले छटपटाएको शरीर। यो के सबैलाई हुन सक्छ? उत्तर आयो, हो, रोग सबैलाई, जसलाई पनि लाग्न सक्छ। तेस्रो दिन उनले एउटा शव देखे। यो के हो? मृत्यु। एक दिन सबैले यो यात्रा पूरा गर्नुपर्छ। सिद्धार्थको संसार भत्कियो। जुन जीवनलाई उनले स्थायी ठानेका थिए त्यो त क्षणभङ्गुर रहेछ। जुन सुखलाई उनले अन्तिम सत्य मानेका थिए त्यो त समयको एउटा सानो छाया मात्र रहेछ। तर चौथो दृश्यले उनलाई नयाँ आशा दियो। उनले एक सन्यासी देखे, शान्त, स्थिर र सन्तुष्ट। त्यस क्षण सिद्धार्थले महसुस गरे, सायद सत्यको कुनै बाटो छ। उनको मनमा प्रश्नहरूको आँधी चल्न थाल्यो। मानिस किन जन्मिन्छ? किन दुःख भोग्छ? किन मर्छ? र के दुःखबाट मुक्त हुने कुनै उपाय छ? एक रात जब सम्पूर्ण महल निदाइरहेको थियो, सिद्धार्थ जागा थिए। उनले अन्तिम पटक आफ्नी पत्नी र नवजात पुत्रलाई हेरे। त्यसपछि महल, राज्य, वैभव र सम्पूर्ण सांसारिक सुख त्यागे। इतिहासले यस घटनालाई महाविनिष्क्रमण नाम दिएको छ, महान प्रस्थान। राजकुमार सिद्धार्थ अब सत्यका यात्री बने। वर्षौंसम्म उनले गुरुहरू खोजे, ध्यान गरे, ज्ञानका निमित्त विभिन्न मार्गहरू अपनाए, कठोर तपस्या गरे, शरीरलाई अत्यन्त कष्ट दिए। कहिलेकाहीँ दिनौंसम्म अन्न नखाई बस्थे। शरीर हड्डी र छालामा सीमित भयो। तर उनले बुझ्न थाले, अत्यधिक भोग पनि समाधान होइन, अत्यधिक कष्ट पनि समाधान होइन। त्यसपछि उनले मध्यम मार्ग अपनाउने निर्णय गरे, न त विलासिताको अति न त आत्मपीडाको अति। यही निर्णयले उनलाई बोधि वृक्ष मुनि पुर्यायो। आजको बोधगयामा रहेको त्यस वृक्ष मुनि उनले प्रण गरे, सत्य प्राप्त नगरेसम्म म यहाँबाट उठ्ने छैन। रात गहिरिँदै गयो। कथा अनुसार मार नामक प्रलोभन र भ्रमका शक्तिहरूले उनलाई विचलित गर्न खोज्यो। तर डर देखाए, लोभ देखाए, मोह देखाए, तर सिद्धार्थ अडिग भए। अन्ततः वैशाख पूर्णिमाको रात जब पूर्व दिशामा बिहानको तारा उदाउँदै थियो, उनले गहिरो ज्ञान प्राप्त गरे। सिद्धार्थ अब बुद्ध बने। बुद्ध अर्थात् जागृत व्यक्ति। उनले जीवनको मूल सत्य बुझे। जीवनमा दुःख छ, दुःखको कारण तृष्णा छ, दुःखको अन्त्य सम्भव छ र दुःखको अन्त्यतर्फ लैजाने मार्ग पनि छ। यी चार आर्य सत्य बने। त्यसपछि बुद्धले संसारलाई अष्टाङ्गिक मार्गको शिक्षा दिए।
सम्यक दृष्टि, सम्यक संकल्प, सम्यक बाणी, सम्यक कर्म, सम्यक आजीविका, सम्यक प्रयास, सम्यक स्मृति र सम्यक समाधि। यो केवल धार्मिक शिक्षा थिएन, यो जीवन जिउने कला थियो। बुद्धले कुनै जातलाई ठूलो भनेनन्, कुनै जातलाई सानो भनेनन्। उनले भने मानिस जन्मले होइन कर्मले महान हुन्छ। यो विचार त्यति बेलाको समाजका लागि क्रान्ति थियो। उनी गाउँ गाउँ शहर शहर हिँडे, राजा र गरिब, व्यापारी र किसान, पुरुष र महिला सबैलाई एउटै दृष्टिले हेरे। मगधका राजा बिम्बिसार उनका अनुयायी बने। पछि सम्राटहरू, विद्वानहरू र लाखौं सामान्य मानिसहरू पनि उनको शिक्षाबाट प्रभावित भए। उनका शिष्यहरू बढ्दै गए, संघको स्थापना भयो। बुद्धले मानिसलाई अन्धविश्वास होइन विवेक सिकाए। उनले भने, मेरो कुरा केवल मैले भनेको कारणले सत्य नमान, आफै जाँच, बुझ र अनुभव गर। यो सन्देश आज पनि उत्तिकै आधुनिक लाग्छ। बुद्धको जीवन करुणाको जीवन थियो, अहिंसाको जीवन थियो, मध्य मार्गको जीवन थियो। उनी मानिसलाई स्वर्गको सपना देखाउनुभन्दा पहिले वर्तमान जीवनलाई बुझ्न सिकाउँथे। उनले घृणाको जवाफ घृणाले होइन प्रेमले दिन सिकाए, क्रोधलाई करुणाले जित्न सिकाए, अहंकारलाई विनम्रताले हराउन सिकाए। समय बित्दै गयो। बुद्धको उमेर 80 वर्ष पुग्यो। उनको शरीर थाक्न थालेको थियो, तर शिक्षाको यात्रा रोकिएको थिएन। अन्तिम समयमा पनि उनले आफ्ना शिष्यहरूलाई शिक्षा दिइरहे। कुशीनगरमा उनले अन्तिम श्वास लिनु अघि भनेका शब्दहरू आज पनि अमर छन्। सबै संयोग जन्य वस्तु नश्वर छन्। आफ्नो मुक्तिका लागि जागरूक भएर प्रयत्न गर। त्यसपछि उनी महापरिनिर्वाणमा प्रवेश गरे। तर वास्तवमा बुद्ध कहिल्यै गएनन्। उनको शरीर समाप्त भयो, तर विचार जीवित रह्यो। आज पनि लुम्बिनीमा हावा चल्दा, बोधगयाको बोधि वृक्षका पातहरू हल्लिँदा, सारनाथका स्तूपहरू मौन उभिँदा र संसारका लाखौं मानिसहरूले करुणा र शान्तिको मार्ग रोज्दा बुद्ध जीवित देखिन्छन्। गौतम बुद्ध केवल एउटा धर्मका संस्थापक होइनन्, उनी मानव चेतनाका यात्रु हुन्। उनी अज्ञानको अँध्यारोमा ज्ञानको दीप हुन्। उनी हिंसाको संसारमा करुणाको स्वर हुन्। उनी विभाजनको युगमा समताको सन्देश हुन्। र सायद आज पनि जब संसार फेरि द्वन्द, लोभ, घृणा र अशान्तिको चक्रमा घुमिरहेको छ, बुद्धको सन्देश पहिले भन्दा अझ बढी सान्दर्भिक छ। किनकि बुद्धले सिकाएको बाटो कुनै एक जाति, देश वा धर्मको बाटो होइन, त्यो मानवताको बाटो हो, त्यो जागरणको बाटो हो, त्यो भित्रको शान्तितर्फ जाने बाटो हो। र यही कारणले लुम्बिनीमा जन्मिएको एक राजकुमार आज पनि सम्पूर्ण विश्वका लागि शान्ति, करुणा र प्रज्ञाको अमर प्रतीक बनेर उभिएको छ। हस्त आजको यो प्रस्तुति तपाईहरुलाई कस्तो लाग्यो अवश्य पनि प्रतिक्रिया दिनुहुनेछ भन्दै आज यस कार्यक्रमबाट म शम्भु गजरेल बिदा माग्छु। हस्त धन्यवाद।